नमस्ते अनि झोरले सम्पूर्ण नेपाली मन अनि नेपाली भाषीहरूलाई स्वागत छ यहाँहरूलाई फेरि पनि मेरो युट्युब च्यानल एसएम भ्लग यानि स्याङ्जाली मगर भ्लगमा। म अर्को भिडियो लिएर तपाईँहरू माझ उपस्थित भइसकेको छु। आजको भिडियो के को बारेमा हो भनेर सायद तपाईँहरूले थम्बनेलमा देखेर पनि थाहा पाइसक्नुभयो होला। यस आज म एउटा भिडियो रिएक्सन गर्न गइराखेको छु। त्यो भिडियो हो जुन द इन्टरटेनिङ सो युट्युब च्यानलमा म यसो युट्युब हेरिराखेको बेलामा यो भिडियो ठ्याक्कै देखेँ। त्यो अनि एकदम रमाइलो लाग्यो कि यो भिडियो एकदम त्यो बाँदर होइन त्यो एउटा त्यो फ्यामिलीसँग घुम्न गएको रहेछ होइन। त्यो उहाँहरू चाहिँ फ्यामिली भएर अब काठमाडौँको स्वयम्भूमा घुम्न जानुभएको रहेछ। त्यही घुम्न जाने क्रममा अब बेन्चीमा बसिराखेको क्रममा चाहिँ एउटा बाँदर आएर त्यो बहिनी सिस्टरको काँधमा गएर मजाले केही पनि नगर्ने आनन्दसँग बस्ने। बहिनीले पनि त्यो सिस्टरले पनि केही पनि नै त्यो आत्तिने नाड्ने उस पनि नगर्ने होइन, थपक्क बस्ने, त्यो डराउने यताउति केही नगर्ने के सिस्टर पनि है आनन्दसँग बस्ने। त्यही भिडियो म आज रिएक्सन गर्न गइरहेको छु। तपाईँहरू पनि भिडियो हेरेर अन्तिमसम्म मजा लिनु होला। अन्तिमसम्म हेर्नु होला के कस्तो लाग्छ, आफूलाई लाग्ने जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला। अनि यदि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्न सक्नुहुन्छ। अनि च्यानल सब्सक्राइब गरिसक्नु भएको छ भने भिडियो मजाले हेर्नु होला र प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। भिडियो स्टार्ट गरौँ है त, कस्तो हुन्छ हेर्नु होला अन्तिमसम्म, मजाले इन्जोय गर्नु होला है। भिडियो रमाइलो छ, मजाले हेर्नु होला है त। कहाँ लान्छ उति हेर्नु न केही छैन हौ, कस्तो मजाले बस्ने कि हेर बाँदरले कति थपक्क आएर है। उहाँ सिस्टर फेरि कस्तो नडराउने कि जो के भइरहेछ यार, के मजाले बसेको हो यसलाई के मन लाग्यो, कस्तो आनन्दसँग बस्ने कि हेर्नु मजाले के केही छैन गयो अब के खोज्न आएको यो बाँदरले अचम्म गर्छ फेरि केही नगर्ने बाँदरले हेर न के भएको बाँदर होइन यसलाई के भएको त अचम्मै गऱ्यो त यसले त थपक्क बस्ने। अहिले जुम्रा पनि खोज्छ, यो त जुम्रा पनि हेर्छ। मैले त यस्तो त देखेको थिइनँ यार, केही नगर्ने हो फेरि रियाक्सन हेरौँ। बाँदरले पनि केही नगर्ने अनि उहाँ सिस्टर पनि फेरि कस्तो डराउँदै नडराउने कि उहाँ सिस्टर पनि कस्तो मजाले बस्नुभएको है। उहाँहरू पनि फेरि जान्छ केही पनि नगर्ने, धप्काउने अप्काउने पनि नगर्ने होइन, डराएर पनि नडराउने, थपक्क बस्ने कि उहाँहरू पनि। मैले युट्युब हेरिरहेको बेला यो भिडियो झ्याप्प देखेँ अनि यो यसो हेरेको एकदम इन्ट्रेस्ट एकदम रमाइलो लाग्यो कि, त्यही भएर नि रिएक्सन पनि गरौँ न भन्ने भएर नि रिएक्सन गरेको छु। कस्तो लाग्यो तपाईँहरूलाई, कस्तो लागिरहेको छ एकदम अन्तिमसम्म हेर्नु होला, एकदम मजाको छ। केही नगर्ने कि है आनन्दसँग बस्ने कि कस्तो मजाको बाँदर हो फेरि। बाँदर त अनि कुनै बाँदर त यस्तो हरानी हुन्छ त फेरि गालामै पड्काइदिन्छ त फेरि। तर यो त अचम्म छ त, थपक्क बस्ने हुने भयो अब यो कस्तो मजा लाग्यो है। जुम्रा खोजिरहेको थियो है, तर उहाँ सिस्टरलाई चाहिँ मान्न गर्छ है। कस्तो नडराउने हो फेरि आराम से बैठ रहे जो कोही केटीहरू त लास्ट त यता आउँछ नि त है, काममै गएर बस्दा पनि उहाँ सिस्टर त थपक्क एकदम काम भएर शान्त भएर बस्ने कि है। खाना खोज्यो होला यसले, केही खाना दियो भने जान्छ होला कि होइन। यो स्वयंको बाँदरहरू त लास्टै कोही त लास्टै हरामी हुन्छ नि त। तर यो त के हो, के साह्रो अचम्म हो यो त। खपक्क
सिस्टर बस्ने मजाले ल ल ल ल ल हजुर 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 जान्छ भने पनि त्यहाँ तलसम्म समात्नु भएको छ है कस्तो मजाले बस्ने कि तर सिस्टरलाई चाहिँ मान्नै पर्छ नडराउने नै है छ सिस्टर उहाँ आमा होला साइडमा आएको आमा पनि टपक्क है नडराइकन बस्नु भएको छ कस्तो डर नलागेको हो है सशस्त्र पक्न एकछिन है भिडियो गरेर राखेको जो कोही मान्छेहरू त झ्याप्पै डराइहाल्छ त्यो बाँदर भनेपछि त अनि तर उहाँहरूलाई त डरै नलाग्दो रहेछ है यहाँ फ्यामिलीहरू होला फ्यामिलीहरू भएर काठमाडौँ अब कहाँदेखि आउनुभएको थियो स्वयम्भू घुम्न जानु पऱ्यो भनेर जानुभएको रहेछ ल स्वयम्भू घुम्ने जाने क्रममा बस्ने बसिराखेको बेलामा बाँदर ल कहाँबाट आएर को मान्छे आएर फेरि खाना दियो है त्यति अङ्गुर सङ्गुर दिनुभयो होला उहाँले ल खाना दिएको फेरि हेर्न छुट्यो खाना मागेर रहेछ क्या ल अब सकियो ए खानेकुरा खोजिरहेको रहेछ तर उहाँ सिस्टरलाई चाहिँ ओहो मान्नुपर्छ नडराएकै हो नि उहाँ आमालाई पनि मान्नुपर्छ होस् नडराइकन बस्नुभएको थपक काम भएर एकदम शान्त भएर बस्नुभएको एकदम मजा भिडियो कस्तो लाग्यो त नि तपाईँहरूलाई एकदमै मलाई यो भिडियो सुरुमा हेर्दाखेरि एकदम इन्ट्रेस्ट भयो क्या एकदम रमाइलो लाग्यो कि बाँदर आएर ठपक्क बस्यो है उहाँहरूले पनि केही नगर्ने नि बाँदरले पनि केही नगर्ने एकदम रमाइलो लाग्यो मलाई त्यही भएर नि रिएक्सन पनि गरिदिनु भनेर रिएक्सन गरेको सो तपाईँहरूलाई कस्तो लाग्यो त नि जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरेर साथ दिनु होला भन्छु अनि यही नै हो आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो सो मलाई त एकदम रमाइलो लागेर रिएक्सन गरेको सो तपाईँहरूलाई पनि एकदमै रमाइलो लाग्यो होला पक्कै पनि सो आजलाई अहिलेलाई यति नै फेरि अर्को नयाँ भिडियो लिएर आउने पक्कै पनि छु पछिका दिनहरूमा सो अहिलेलाई भने यति नै सो आफ्नो ख्याल गर्नु होला स्वस्थ व्यस्त मस्त रहनु होला सधैँभरि खुसी रहनु होला है त ओके बाई बाई